चिन्ता र चिता दुई शब्दमा फरक जम्मा एउटा थोप्लोको छ, तर काम ठ्याक्कै उही। चिताले मरेपछि जलाउँछ, चिन्ताले जिउँदै। र म यो कुनै कविताको भाषामा भन्दै छैन। 24 वर्ष चिताको छेउमा बसेको मान्छे भन्दैछु। मैले मान्छेहरूलाई मृत्यु अघि नै चिन्ताले खरानी भएको देखेको छु। अनुसन्धानले पनि भन्छन् हामीले गर्ने अधिकांश चिन्ताहरू कहिले सत्य हुँदैनन्। सोच्नुहोस्, जुन आगो कहिल्यै बल्दै बल्दैन, त्यसैको धुवाले हामी रातभर निसासिन्छौँ। भोलिको जागिरको चिन्ता, पर्सिको बिमारीको चिन्ता, 10 वर्षपछिको बुढ्यौलीको चिन्ता, र यी सबै चिन्ता गर्दा गर्दै आजको दिन जुन साँच्चै हातमा छ त्यो चाहिँ जल्दै जान्छ। गीताले यसको एउटै औषधि दियो, वर्तमानको कर्म। जुन क्षण हातमा छ त्यसमा पुरा उत्रनु। भोलि आउँदै नआएको शत्रु हो, आजसँग लड्नुपर्ने ऊर्जा, त्यसलाई नबुझाउनुहोस्। चिताले त एकैपल्ट मात्र जलाउँछ, चिन्ताले हरेक रात जलाउँछ। रोज्नुहोस्, जल्ने कि बाँच्ने। जय मा काली, हर हर महादेव।